सूर्यविनायक धुलिखेल सडक खण्डको काम सकिन 9 महिना बाँकी छ। 9 महिनामध्ये पनि काम गर्ने समय भनेको चैत्रको केही एक साता, वैशाख, जेठ र असार मात्र हो। त्यसपछिको महिना मनसुन सुरु हुन्छ। अब स्थानीयले र सो बाटो भएर यात्रा गर्ने यात्रुहरूले केही समय अझै झन्झट र शास्ति खेप्नु पर्ने भएको छ। सडकको हालसम्मको भौतिक प्रगति 45% मात्र छ। अबको 3 महिनामा 65% काम सम्पन्न गर्न सक्ने अवस्था देखिँदैन। निर्माण व्यवसायीले पनि अबको 9 महिनामा काम सम्पन्न नहुने जानकारी गराइसकेका छन्। यसले सूर्यविनायक धुलिखेल सडक आयोजना समयमै सम्पन्न नहुने निश्चित भएको छ। धुलिखेल सडक, धुलिखेल खावा सडक र धुलिखेल नेपाल सडकको अवस्थाको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सरकारी तथा निर्माण कम्पनीले समयमै काम नसक्ने जानकारी गराएका छन्। सूर्यविनायक धुलिखेल सडक आयोजनाका सूचना अधिकारी सजना अधिकारीले सूर्यविनायक धुलिखेल सडक खण्डमा हालसम्म 45% मात्रै भौतिक प्रगति भएको जानकारी दिनुभयो। 3 वर्षमा निर्माण सम्पन्न गर्ने गरी 2079 साल मङ्सिरबाट काम सुरु भएकोमा आयोजना सकिन 9 महिना मात्र बाँकी छ र बाँकी 65% सकिने सम्भावना न्यून छ। हालसम्म सूर्यविनायक साँगा खण्डमा 35% र साँगा धुलिखेल सडक खण्डमा 45% भौतिक प्रगति छ। सूर्यविनायक धुलिखेल सडकमा मापदण्डभित्र परेका घरटरा हटाउन कार्य सुरु हुन सकेको देखिँदैन। सडकमा रहेका अप्टिकल फाइबर, विद्युत पोल हटाउन पनि केही समय लाग्छ। बनेपामा समेत काम गर्न अवरोध सिर्जना गरिएको छ। पुण्यमाता खोलाको पुलको उचाइ र बनेपामा सडक सेन्टर लाइनको विवाद अझै समाधान भइसकेको छैन। घरटरा, विद्युत पोल, ढल व्यवस्थापन लगायतमा भएको अवरोधका कारण समयमै काम सुरु नहुँदा आयोजना समयमै नसक्ने अवस्था सिर्जना भएको हो। निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका म्यानेजर रविन्द्र श्रेष्ठले आफूहरूसँग पर्याप्त मात्रामा उपकरण र जनशक्ति भए पनि समयमा भएका अवरोधका कारण समयमै निर्माण कार्य सम्पन्न गर्न नसकिएको जानकारी दिनुभयो। उहाँले बनेपा बजार क्षेत्रमा विवादका कारण 1.5 वर्षसम्म काम गर्न नसकेको, पुण्यमाता खोलाको पुल उचाइ कति कायम गर्ने भन्ने अझै नटुङ्गिएको, अझै 13वटा घरटरामध्ये 9वटा हटाउन बाँकी रहेको, अप्टिकल फाइबर, विद्युत पोल स्थानान्तरणमा भएको ढिलाइ, पाँचकुमारी पेट्रोल पम्प क्षेत्रमा 2 वर्षसम्म काम सुरु गर्न नसक्दा निर्माण कार्यमा ढिलाइ भएको जानकारी दिनुभयो। 15.8 किलोमिटर दूरीको सडक खण्ड 4 लेनको बनाइँदैछ। त्यसैगरी धुलिखेल सूर्यविनायक सडक आयोजनाका इन्जिनियर सुमन योगेशले वर्षायाममा राजमार्गको अवरोध हटाउन निर्माण सामग्रीसहित आवश्यक जनशक्ति खटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अन्तर्क्रिया कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, नेपाली काङ्ग्रेसका उपसभापति रमेश प्रसाद हुमागाई, नेकपा एमालेका नेता प्रकाश रोक्का, एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष रघुवर चौप्रधान, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव जीएन सापकोटाले सो कार्यक्रममा सुझाव दिनुभएको थियो। जिल्ला प्रशासन कार्यालय काभ्रेको आयोजनामा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, प्रहरी प्रमुख एसपी वसुन्धरा खड्का, ट्राफिक प्रहरी प्रमुख विकास तामाङ, सञ्चारकर्मीहरूले समस्याको बारेमा जानकारी गराउनुभयो। कार्यक्रममा पर्यटन व्यवसायी जोस्ना सैजु र प्रेमकण्ठ माकाजुले आफ्नो समस्या राख्नुभएको थियो। सोही अवसरमा धुलिखेल खावा सडकको केही दिनभित्रै नै ठेक्का प्रक्रियामा लाग्ने जानकारी गराइयो। करिब 42 करोड रुपियाँमा ठेक्का प्रक्रिया अगाडि बढाइएको जानकारी गराइयो। त्यसका लागि आवश्यक बजेटको स्वीकृतिका लागि अर्थ मन्त्रालयसँग स्वीकृति लिने काम भइरहेको र स्वीकृति भएपछि ठेक्का प्रक्रियामा जाने अन्तर्क्रियामा जानकारी गराइएको थियो। जाइकाले टनल सहितको भोकौन्डी बेसीदेखि नेपालतोकसम्मको सडकका लागि 3 तह विभाजन गरेर ठेक्का प्रक्रिया सुरु भएको र 2 ठाउँको ठेक्का प्रक्रिया अघि बढेको र सो अवसरमा जानकारी दिनुभयो। एक ठाउँमा भने जाइकाले नै चासो दिएको र टनल सहितको योजना अघि सारेको र छ। यो सो कार्य यो साताभित्र सम्पन्न हुने आयोजनाले जनाएको छ।